सबैजनालाई नमस्कार। म अहिले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 13 देखि माथि लेकमा रहेको यो भन्ज्याङमा आएको छु। यहाँ चाहिँ यहीँकै युवाहरूले स्थानीय युवाहरूले चाहिँ एउटा उदाहरणीय काम गर्नुभएको छ। कुनै बिदाको दिन शनिबारको दिन घुम्न मन लागेका मान्छेहरू यहाँ आएर चाहिँ विश्राम गर्नेछन्। सुन्दर ठाउँ छ भन्ज्याङ। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ अहिले रुखहरू चाहिँ रङ्गी-चङ्गी भएका छन्, ढुङ्गाहरू रङ्गी-चङ्गी भएका छन्, माथिहरू पतङ्गहरू टङ्गिरहेका छन्। यहाँको नाम चाहिँ अहिले भन्ज्याङ पार्क राखिएको छ। तपाईहरू पनि फुर्सदको बेला अथवा बिदाको बेला चाहिँ यहाँसम्म आउनु होला, हेर्नु होला, घुम्नु होला। यस भन्ज्याङको बारेमा चाहिँ यहाँ युवा हुनुहुन्छ, यहाँसँग हामी चाहिँ कुरा गर्दैछौँ। स्वागत छ। धन्यवाद, नमस्कार। यो चाहिँ अब हाम्रो तुलसीपुर महानगरपालिका वार्ड नम्बर 13 हाम्रो माथि ठुलो लेक भन्ज्याङ डाँडोमा पर्छ। यो तुलसीपुरबाट करिब 17 किलोमिटर माथि डाँडोमा पर्छ। अब तुलसीपुर नेपालगञ्ज रोडको छेउैमा छ। यो पार्क चाहिँ विशेष गरी पहिले पनि यहाँ एकजना चाहिँ बाबा जोगी बस्नु भएको थियो। उहाँले चाहिँ रोपेका रुख बिरुवाहरू हुन्। यिनै रुख बिरुवाहरूलाई चाहिँ अहिले ठुलो भइसकेपछि यहाँ अति मात्रामा चाहिँ फोहोर भयो। फोहोर भएको देखिसकेपछि चाहिँ म लगायत मेरो युवा साथीहरू, मेरो टिमले चाहिँ यहाँ आएर सरसफाइ गरियो। सरसफाइ गरिसके पछाडि चाहिँ यसलाई चाहिँ पुनः एउटा पार्क जस्तो बनाउनुपर्छ। नेपालबाट दाङ भित्रिँदा र दाङबाट नेपाल जाँदा ओहोरदोहोर गर्दा चाहिँ यो बाटो चाहिँ रेस्ट पोइन्ट जस्तो पनि भयो। त्यसैले चाहिँ यसलाई चाहिँ हामीले चाहिँ एउटा रेस्ट पोइन्टको लागि पार्क बनाएका छौँ। यो कुनै एउटा व्यापारिक प्रयोजनको लागि होइन, यो हाम्रो गाउँठाउँ चिनाउनलाई चाहिँ हो। हाम्रो यो गाउँको यो गर्दाखेरि लगानी त लाग्यो होला तपाईँको यसको? अब यसको लगानी भने के छ त भन्दाखेरि स्रोत हामीले सबै दाताहरूबाट जस्तो मैले चाहिँ अब कोही साथीभाइहरूलाई चाहिँ मैले यस्तो काम गर्दैछु, के छ साथ सहयोग गर्न सक्नुहुन्छ भन्दाखेरि ल ठिक छ मेरो तर्फबाट मैले के गर्नु पऱ्यो भन्ने धेरै साथीहरूले चाहिँ आश्वासन दिनुभयो। यो गर्नुहोस् ठिक छ भन्नुभयो। कतिले चाहिँ आर्थिक रूपले सहयोग गर्नुभयो, कतिले चाहिँ केही भौतिक रूपले सहयोग गर्नुभयो, कतिले सामान दिएर सहयोग गर्नुभयो हैन। यो सबै चाहिँ सहयोगैमा भएको छ। रङरगनको कुनै साथीहरूले सहयोग गर्नुभएको छ, यो झन्डा पतङ्ग कुनै साथीहरूले गर्नुभएको छ। हाम्रो भनेको यहाँ हामी चाहिँ के त भन्दा भौतिक रूपमा आउने र हाम्रो परिश्रम चाहिँ यसमा छ। यसमा कुनै हामीले चाहिँ कहीँबाट फन्ड ल्याएको, कहीँबाट चाहिँ योजना पारेर ल्याएको भन्ने चाहिँ होइन। यो चाहिँ यसको उद्देश्य के हो? उद्देश्य त स्वतस्फूर्त तरिकाले यसलाई चाहिँ राम्रो बनाऊ भन्ने हाम्रो चाहिँ उद्देश्य चाहिँ व्यवस्थित बनाऊ, यहाँ फोहोर नगरौँ, एउटा यो आन्तरिक पर्यटकलाई चाहिँ केही कुराहरू सहज मिलोस्, घुम्ने ठाउँ होस्, एउटा आन्तरिक पर्यटकको गन्तव्य बिन्दु बनोस् भन्ने उद्देश्य चाहिँ हो हाम्रो यो। धन्यवाद। धन्यवाद हजुरलाई पनि, हजुर यहाँसम्म आइदिनु हो। हाम्रो यो ठाउँलाई चाहिँ प्रचार प्रसार गरिदिनुहोस्, अलि सामाजिक सञ्जालहरूमा भनौँ न भाइरलै गरिदिनुहोस्, हामीलाई चाहिँ आशा छ।